सम्पूर्ण नमस्ते। आज चाहिँ एनपिएल सिजन 2 को डे 3 को म्याच भएको थियो। काठमाडौँ गोर्खाज बीच सुदूरपश्चिम रोयल। एकदमै हेर्नलाई म्याच एकदमै रमाइलो थियो। दर्शकहरूलाई पनि झुलायो। दर्शकहरूले पनि एकदमै साथ सपोर्ट गरेर स्टेडियम कीर्तिपुर क्रिकेट स्टेडियम एकदमै भराव थियो। दर्शकहरू एकदमै धेरै मात्रामा उपस्थित हुनुहुन्थ्यो। एकदमै सपोर्ट गर्नुभएको थियो। दर्शकको क्राउड एकदमै रमाइलो थियो। एकदमै खेल पनि एकदमै रोमाञ्चक भएको थियो। सबैले खेलमा इन्जोय पनि लिनुभयो होला। पत्याउनै नसकिने म्याच सुदूरपश्चिमले जित्यो। 148 रनको टार्गेट दिएको थियो। त्यो च्यालेन्ज गर्नलाई काठमाडौँ गोर्खाजले सकेन। 16 ओभरमै अल आउट भयो। एकदमै रमाइलो गेम भएको थियो। सुरुवात 10 ओभरसम्म राम्रै थियो। जे होस् 10 ओभर पछि 6 ओभरमै 7 विकेट गुमाएको। 16 ओभरमै अल आउट भयो। एकदमै जितिसकेको म्याच हारेको छ। सुदूरपश्चिमले एकदमै कमब्याक गर्यो। एकदमै बलरहरूले राम्रो साथ दियो। फिल्डिङले एकदमै राम्रो साथ दियो। काठमाडौँ गोर्खाजलाई हराउँदै सुदूरपश्चिमले विजय सुरुवात गरेको छ। पहिलो खेलमा जित निकालेको छ। खेलाडीहरूले एकदमै फिल्डिङ बलिङ एकदमै उत्कृष्ट गरेको थिए। ब्याटिङ चाहिँ चलेको थिएन। त्यही पनि एकदमै रोमाञ्चक जित निकालेको छ। 29 रनको जित एकदमै राम्रो जित मानिन्छ।